मोटिस ब्लगको भ्लगलाई हाइज्याक गरेकै हामीले चाहिँ आज हामी चाहिँ हिँडिरहेको देख्नु हुँदाखेरि चाहिँ कहाँ जानलाई चाहिँ नक्कलीहरू भन्नु भयो होला होइन यो चाहिँ हो नेपाली हो होइन चल्छ जे पनि चल्छ नेपालमा आज हामी चाहिँ कहाँ जान्न हो भने त्यो ठाउँको नाम चाहिँ तपेश्वर हो कि तप्तेश्वर भन्ने थाहा छैन के हो होइन एकदिन जाने कहाँ जाने भनेर उनीहरूले खाने छैन हाइकिङ मेन कसले जाने भनेको उसलाई नै बाटो केही पनि थाहा छैन होइन अनि हामीलाई झन् कस्तो थाहा हुन्छ होला बस प्लानिङ गर्नु ठुलो कुरा हो क्या क्यान्सल गर्नेखेरि यही हो है पहिलो न फर्स्टमा यही हो है फेरि मैले केही क्यान्सल गरेँ अरे मैले क्यान्सल गरेँ भने म यहाँ हुँदा पनि हुँदिनँ थिएँ डाँसा झारिदिन्थेँ मैले मस्त जोक मारा रे या हात सके हल्का हात हेरौँ त दाजु झार्ने गर्नु खै यसलाई थाहा पनि तान्ने भनेर मैले त अमिसा हेरौँ आज हाइकिङको साटोमा ज्यामी काम गरेर पैसा कमाउनु पर्छ हो साथी हो सेतो जुत्ता लगाएको त कामै रहेछ त्यो चाहिँ ऊ भइसक्यो हेर्नुहोस् हामी कति दुःख कष्ट गरेर हाइकिङ जाँदैछौँ बाटो हेर्नुहोस् बाटो पानी खाने कडा तरिका फेरि म त बच्चा हो तिमी त मूर्ति भयो त केही बोलिदेऊ दुई शब्द यिनीहरूको लागि अब यति हिँड्दा नै थाकेर हेर्नु न पसिना पसिना भइसक्यो अब यहाँबाट वहाँसम्म त कसरी पुग्ने हो थाहा छैन तर पनि हाम्रो यात्रा जारी छ है मेट्दैछु भनेर जस्तै नै भइरहेछ यति चलाक छ यो यति चलाक छ कि अघिसम्म चाहिँ बोका बोका भनेर मेरो बहिनीलाई बोक्न अहिले चाहिँ भ्लगको लागि भत्ता नभत्ता सामान माग्दो रहेछ नाटक गर्छस् त यत्रो जम्बो छ मोबाइल पनि रहेछ कस्तो के रुको जरा सबर करो भइसक्यो भइसक्यो ल देख्नु यसको रियल फेस चाहिँ यो है साथीहरू यस्तो चोर्नी छ यस्तो स्याहार्ने छ यो अनि हेर्नु न है सेवा त गर्छ तर आफ्नै पेटको लागि मात्रै गर्छ अरूको लागि गर्दैन यसले के हो रे फेरि भन त के हो रे यस्तो मान्छे पातली भएर नि यत्रो झोला बोकेर हिँड्छ तिमी डिजर्भ गर्छौ म गर्दिनँ भनेर दिएको कि उसलाई मेरो प्रपर्टी हो किन चाहन्छु भन्न आएन कि म भनिदिन्छु मिलाएर होइन यो सबै जुन देखिरहनु भएको छ नि यो प्लटिङ गरेको यो सबै चाहिँ उहाँको हो उहाँको नाम चाहिँ अमिसा थापा हो सबै उहाँको अरे कोही किन जानुहुन्छ सुपथ मूल्यमा उहाँले दिनुहुन्छ अरे अनि उहाँ चाहिँ दलाली है उहाँ चाहिँ अहिले चाहिँ हामी यो उदय खड्का स्कुल हो यो चाहिँ उदय खड्का स्कुलबाट हामी चाहिँ कति लाग्दैछौँ अन्त हामी बाटो थाहा छैन हामी अन्दाज भएर मान्छेले भनेको मात्रै बहिनीहरू कहाँ पुग्नुपर्ने होला हामी हाइकिङ हिँडेको हजुरहरूको घर यहाँ हो हजुर आउनुहोस् के चिसो खाएर जानुहोस् जाने भयो भने होइन नखाउँ होला हाम्रो घर यो होइन हाम्रो घर उतै हो बहिनी हाम्रो घर चाहिँ ए यो चाहिँ कंट्रोल ए यो यसलाई त के भन्छ बुली गर्ने मलाई बुली यो बुलिङ नि यो यति स्याल्ने ज्याकेट खोल्छु ल त भनिदिने वहाँ पर त्यहाँदेखि मैले बोक्दै आएको अब यहाँ आएर एक सेकेन्डमा ज्याकेट यसो बाँध्छु बोक्न भनेको उसलाई आज वेदर पनि खत्रै साथिएको छ तर घाम चाहिँ चक्क लागेको छ यो हेर्दा त पिपल जस्तो छ त है हो क्या के हो पिपलै हो के हो रे यता हेरेर भन्न त नास्पातीको बोट कहाँको कुहिरेन आयो नास्पातीलाई नास्पाती रुको जरा सबर करो हेलो एक्सक्यूज मी मैम दिस इज नट नास्पाती दिस इज नास्पाती ओके यु गट इट ल एकछिन यो कुरा सबलाई साइड राखौँ हामीले चाहिँ हजुरहरूलाई अघि न हामी कुन ठाउँ जाँदैछौँ सस्पेन्स छ भनेको थियौँ नि त्यो ठाउँ चाहिँ हामीले हजुरहरूलाई नजिकैसमा त देखाउँछ भनेर नभनेको थियौँ खास गरी मेन हामी जाने भनेको चाहिँ यहाँ हो यो डाँडामा हो त्यहाँ पुग्नलाई हामीलाई त्यो बाटो पार गरेर जानुपर्छ बहिनी टटियाको हो डेस्टिनेसन हेर्दै बसिरहेको छु क्या यो पानी त खानपानी हो अब के गर्नु हाइकिङ हिँड्ने भनेपछि यतिको हिँड्न त पर्ने नै हुन्छ होइन अनि त्यही हो अब आजको भनेको चाहिँ
मस्त हिँडिन्छ सुकेको ज्यानमा लुकेको बल छैन उतापट्टि पो घुम्न चाहिँ के धन्यवाद हामी चाहिँ डेस्टिनेसन पुग्नको लागि चाहिँ लोकेसन थाहा नभएर सोध्दै सोध्दै हिँडिरहेछौँ अनि अर्को चाहिँ म के भन्दै थिएँ भने नजिकको तीर्थ हेला भन्छ नि नजिकको तीर्थ हेला भनिन्छ होइन अब हाम्रो घरतिर पनि यस्तो राम्रो एमजी खोइ हेर त अझै हेर्न स्याल जस्तो कति नै भारी बासो बस्ने उठ्ने पुरै भारी नै बोकेर अलि मजाले हान्न यहाँ भ्लगमा अरूले पनि देख्नु पर्यो हामीलाई यतिको चिटिङ गरे भनेर यहाँ म चाहिँ के भन्दै थिएँ भने होइन आफ्नै घरतिर पनि यस्तो राम्रो घुम्ने ठाउँ रहेछ अब हामीले चाहिँ कहिले पनि नदेखेको भनौँ कि नआएर थाहा नभएको भनौँ कि तर देखिन्छ अब हेर्नु यसरी पहिरो गएको छ यहाँ खोइ किम्मु त टिप्दा ल टिप्न जा अरे त गाउँको मान्छे त सिन्धुलीको मान्छे रुख चढ्न जाने होला जाने हामी त काठमाडौँको आउँदैन हामीलाई त गजब बेइज्जती है के कसो बहिनी के हो रुख भनेर हामीले देखाउँदैन ए ल यो के हो बारबिक्यु गर्नु चिरचिर यो कुन ठाउँ हो पहली फुर्सत में निकल पप्पु यो कुन ठाउँ हो जुन हामी चाहिँ जाने भनेको हाम्रो डेस्टिनेसन चाहिँ यता थियो नि त तप्तेश्वर मन्दिर होइन मन्दिरभित्र नै दुवैजनालाई आगो लागेर बित्नु भएको अरे त्यो बेलादेखि यो मन्दिर कोही पनि जानु भएन अरे कि अहिले तर्साउँछ अरे हौ भनेको तर्साउँछ भने किन यो चाहिँ हामीलाई कस्तो थाहा भने यहीँ गाउँको मान्छेहरूले भन्नुभएको होइन अब हाम्रो डेस्टिनेसन चाहिँ चेन्ज गरेर के गरौँ भने यता माथि अर्को पनि एउटा मन्दिर छ अरे होइन त्यहाँ माथि पनि रमाइलो छ ठाउँ पनि मन्दिर पनि छ भन्छ डेस्टिनेसन चेन्ज भएकै हो त भएकै हो त्यो तर्साउँछ भन्दा थाहा पाउने पाइ के जानु त मैले अर्को पनि भेटेँ लप्सी कस्तो मजाको हावा आएको उनीहरू चाहिँ सबै अस्ति नै ठाउँ ठाउँमा आगो लागि भएको थियो नि जङ्गलहरूमा यसरी नै भएको भएर अलिक खाली खाली छ मैले चाहिँ अघि त हो त्यो देखिरहनु भएको छ नि यहाँनिरबाट पहिरो गएको रहेछ यो ठाउँ भनेको आखिर त यही पहिरो गएको ठाउँमै आउनु पर्ने रहेछ यहाँ देखाएको थिएँ अहिले म नै यहाँ छु प्लटिङ त नि आएको बाटोमा प्लटिङ छ एउटा चिज देखेँ मैले यहाँ एउटा गोल्टे भन्दा म कहाँ पुग्छु होला कोल्ड ड्रिङ्क्स खाएर जाम भनेर सोचेको हाल न उहाँ मेरो नाकमा हाल नाकमा ग्लास छ त बहिनी ग्लासमा हाल नि यार मजाले एनर्जेटिक भएर हिँड्दैछौँ हामी चाहिँ डान्सरहरूको कमी छैन यहाँ
फाइनल्ली आइपुग्यो हाम्रो चाहिँ डेस्टिनेसन कस्तो फिल भइरहेको यत्रो हिँडेर डेस्टिनेसन आइपुग्दाखेरि अब चाहिँ रमाइलो हुन्छ। फिल हुन्छ अरे मसँग अनि तिमीलाई क्लासमा पनि मलाई यो सोनि त मम्मी नै हो यो मम्मीले अनि त्यो क्लासमा होइन भाँडामा दिने त्यो खाजा खाएको तर हो या त्यस्तो कहाँ अनि खाँदै बनाउँदै गर्ने त कसै लसुन अब हालौँ है त्यस्तो क्या जुठो भन्दा पनि के अरे त्यही हो सोमत नभएको छ भन्छ तर खाना चाहिँ मिल्छ सबै मिठो छ मलाई सोध्नै पर्दैन मैले बनाएर सबै मिल्छ मेरो त अब हामी चाहिँ होइन हाम्रो भोजन खाइ भोजन फोटो सेसन सबै गरेर सकिसक्यो हाम्रो चाहिँ अब चाहिँ लगभग हामी यहाँबाट घर जाने विचारमा छौँ होइन अब चाहिँ हामी लाग्ने विचारमा छौँ ल केही भन्नु छ आज कस्तो भयो साथीहरू कतिको के रमाइलो भयो पछि पछि दौडेर मरे भ्लग गर्दैन हो के रमाइलो भयो पछि पछि दौडेर मरे भ्लग गर्दैन हो ल आज कस्तो कस्तो तिमीहरूलाई कस्तो फिल भयो मलाई भन नि त ल कस्तो भयो आज सोचेको भन्दा पनि बढी रमाइलो भयो होइन अनि मलाई चाहिँ सब ठिक छ तर एउटा मात्र के अलिकति प्रब्लम चाहिँ के भयो भने फोनमा चार्ज नै छैन अब हामी त्यसैले अब हामीले चाहिँ भ्लग यतै इन्ड गर्नु ल्याएन भन्नु त्यही हो अब हामी चाहिँ लगभग चार्ज पनि सकिएको छ होइन अनि फोटोहरू पनि पुरै नै चार्ज पनि सकिएको भएको भएर अनि भयो अनि इन्डिङ अब खिच्न पनि नपाइएन होइन अनि त्यही बाई सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला कमेन्ट पनि गरिदिनु होला लाइक पनि गरिदिनु होला अनि ल या सपोर्ट अस बाई 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 See you in next vlog. नेक्स्ट vlog बहिनी चढिसक्यो रुखमा कोही चाहिँ ऊ भुइँको टिप्दैछ मतलब छैन उसको भ्लग मैले कभर गरिदिनु पर्ने सबै कुरा यो त भोलि पर्सि तैँले युट्युबबाट पैसा कमाएपछि हामीलाई दिने पैसा नै रुखमा चढ्ने रुखमा खान्छ रुख चढ्न नसक्ने भुइँको टिपेर खान्छ यस्तो हो के काफल है यो चाहिँ काफल रुख चढ्न नसक्ने रहेछ भुइँको टिप्छन् सबिता मन पर्यो रे माया लाग्छ कि राख त्यहाँ फेरि न छेरी नै